डिजाइन अफ एक्जली लोडेड कोलम अथवा सर्ट कोलमको डिजाइन प्रोसिजर। यसमा चाहिँ के डिजाइन कसरी हामीले चाहिँ सर्ट कोलम डिजाइन गर्ने भन्ने कुराहरू हेर्छौँ। फर्स्ट स्टेपमा छ क्यालकुलेसन अफ डिजाइन लोड क्यालकुलेसन गर्ने, जसमा चाहिँ हामीलाई गिभन लोडलाई हामीले फ्याक्टर लोडमा लैजानको लागि 1.5 फ्याक्टरले मल्टिप्लाई गर्नुपर्छ है। 50% चाहिँ हामीले गिभन लोडलाई बढाउने स्टेप 1। स्टेप 2 मा एजुम पर्सेन्टेज अफ स्टिल। अब हामीले चाहिँ स्टिल एजुम गर्नुपर्छ। स्टिल पर्सेन्टेज कोलममा चाहिँ कति पर्सेन्ट स्टिल एजुम गर्ने त भन्दा 0.8% टु 4% भनेको कोलम साइजको टोटल कोलमको 0.8% देखि 0.4% 0.8% देखि 4% सम्म चाहिँ हामीसँग के हुनुपर्छ, स्टिल हुनुपर्छ। त्यो भनेको ग्रस एरियाको 0.8% अर्थात् ग्रस एरियाको 4% हामीले चाहिँ यो बिचमा मान्न सक्छौँ। 3 नम्बरमा क्यालकुलेट साइज अफ कोलम विथ युजिङ फर्मुला क्लज नम्बर 39.3 मा चाहिँ हामीसँग यो फर्मुला छ। हामीले चाहिँ आइएस कोडमा चाहिँ हेर्न सक्छौँ है। आइएस 456 को पेज 71 मा क्लज 39.3 मा चाहिँ हामीसँग पीयूको फर्मुला चाहिँ 0.4 एफसीके एसी प्लस 0.67 एफवाई एआरसी। एसी भनेको एरिया अफ कङ्क्रिट, एआरसी भनेको एरिया अफ स्टिल। जस्तो हामीले 2% एरिया मान्यौँ भने यो चाहिँ ग्रस एरियाको 2% 0.02 इन्टु एजी र यो भनेको 0.98 इन्टु एजी ग्रस एरियाको 98%। एफआई भनेको क्यारेक्टरिस्टिक स्ट्रेन्थ अफ कम्प्रेसन एन्फोर्समेन्ट, एफसीके भनेको कङ्क्रिटको क्यारेक्टरिस्टिक स्ट्रेन्थ कम्प्रेसिभ स्ट्रेन्थ है त। अब हामीले चाहिँ कोलम स्क्वायर हो कि रेक्टेङ्गल हो भन्ने कुरा पहिला सेलेक्ट गर्नुपर्छ, अथवा सर्कुलर कोलम पनि हुनसक्छ। स्क्वायर कोलम भयो भने हाम्रो बी इक्वल टु डी हुने भइहाल्यो। कोलम यदि रेक्टेङ्गुलर हामीले मान्छौँ भने बी बाई डीको रेसियो चाहिँ 1.5 एजुम गर्दा राम्रो, डी बाई बीको रेसियो। र यदि कोलम चाहिँ सर्कुलर छ भने हाम्रो क्लज नम्बर 39.4 ले चाहिँ के भन्नेछ भन्दा कम्प्रेसन मेम्बर विथ हेलिकल एन्फोर्समेन्ट shall be taken as 1.05 times the strength of similar member with lateral ties। है हामीले चाहिँ 0.1 टाइम्स चाहिँ त्यसलाई हामीले इन्क्रिज गर्नुपर्छ। यो चाहिँ हाम्रो फर्मुला भयो। स्टेप 4 मा चाहिँ हामीले के गर्छौँ, चेक स्लेन्डरनेस रेसियो। अब हामीले कोलमको स्लेन्डरनेस रेसियो चेक गर्छौँ। त्यो चाहिँ हाम्रो पेज नम्बर 42 मा छ आइएस 456 को। र क्यालकुलेटिङ लेन्थ एज पर टेबल 28 बाट हामीले लेन्थ क्यालकुलेट गर्छौँ। अल्सो क्यालकुलेट मिनिमम इसेन्ट्रिसिटी एज पर क्लज 25.4 पेज 42 हामीले चाहिँ यो फर्मुला लगाएर है सिलिन्डरनेस रेसियो क्यालकुलेट गर्ने एलएक्स बाई डी अथवा एलयुआई बाई बी हामीले एक्स एक्सिसतिरको सिलिन्डर र वाइ एक्सिसतिरको सिलिन्डर चेक गर्छौँ। यो 12 भन्दा सानो छ भने ओके सर्ट कोलम, 12 भन्दा सानो छ भने ओके सर्ट कोलम। यदि यो चाहिँ ग्रेटर देन 12 छ भने हामीले चाहिँ लङ कोलम डिजाइन गर्नुपर्ने हुन्छ। र ई मिनिमम एक्सतिर र ई मिनिमम वाइतिर, यो मेजर एक्सिस यो माइनर एक्सिस। मेजर एक्सिसको मिनिमम इसेन्ट्रिसिटी र माइनस एक्सिसको मिनिमम इसेन्ट्रिसिटी चाहिँ एल बाई 500 प्लस डी बाई 30 गरेर गरिन्छ। यो चाहिँ क्लज 25.4 मा भनिदिएको छ पेज नम्बर 42 मा। अल कोलम shall be designed for minimum eccentricity equal to the unsupported length of column divided by 500 plus lateral dimension divided by 30 subject to a minimum of 20 mm। यो चाहिँ मिनिमम 20 mm हुनैपर्छ। यदि ई मिनिमम हामीले क्यालकुलेट गर्दाखेरि 20 mm भन्दा सानो आयो भने हामीले 20 mm लिएर अगाडि बढ्ने है। अनि ई मिनिमम चाहिँ एक्स एक्सिस र वाइ एक्सिसको दुईटा मध्ये जुन पिरियड आउँछ त्यही लिन्छौँ। र म्याक्सिमम इसेन्ट्रिसिटी छ भने हामीले इसेन्ट्रिक कोलम डिजाइन गर्नुपर्ने हुन्छ। त्यो चाहिँ नेक्स्ट भिडियोमा म बनाउँछु। यस्तै गरी अब स्टेप 5 मा के छ, क्यालकुलेट एरिया अफ लङ्गिचुडनल रेन्फोर्समेन्ट। अब लङ्गिचुडनल रेन्फोर्समेन्टको एरिया क्यालकुलेट गर्ने अघि स्टेप 4 मा म बताउने बिर्सेछु। टेबल 28 मा गएर हामीले चाहिँ एलइएक्स र एलइवाई चाहिँ कहाँबाट राख्नुपर्छ, इफेक्टिभ लेन्थ अफ कम्प्रेसिभ मेम्बर। हामीलाई चाहिँ क्वेसनले कन्डिसन दिएको हुन्छ, इफेक्टिभली हेल्ड इन पोजिसन एन्ड रिस्ट्रेन्ट अगेन्स्ट रोटेसन भनेछ कि है। इफेक्टिभली हेल्ड इन पोजिसन बट एट बोथ इन बट नट रिस्ट्रेन्ट अगेन्स्ट रोटेसन भनेछ कि के भनेछ, हामी चाहिँ त्यसको इफेक्टिभ लेन्थ चाहिँ रिकमेन्डेड भ्यालु युज गर्छौँ।
सो स्टेप 5 मा चाहिँ क्याल्कुलेट एरिया अफ लङ्गिट्युडनल रेन्फोर्समेन्ट विथ एडप्ट साइज अफ कोलुम एन्ड एजुम पर्सेन्टेज अफ स्टिल। हामीले चाहिँ पर्सेन्टेज अफ स्टिल एजुम गरिसकेका हुन्छौँ। त्यो अनुसार चाहिँ कति लङ्गिट्युडनल रेन्फोर्समेन्ट प्रोभाइड गर्ने त कोलुमको लागि भन्ने कुरा चाहिँ हामीले यो स्टेपमा क्याल्कुलेट गर्छौँ, जसमा चाहिँ एरिया अफ स्टिल भनेको ग्रस एरियाको कतिदेखि कति पर्सेन्ट भन्दा 0.8 देखि 4% सम्म चाहिँ हामीले राख्न सक्छौँ र एउटा स्टिलको एरिया पनि हामीले निकाल्छौँ। कति एजुम गर्छौँ, जस्तो हामीले 16 mm 5 को प्रोभाइड गर्ने कि 20 mm कि 25 mm 5 कि कति mm प्रोभाइड गर्ने भन्ने कुरा चाहिँ हाम्रो एरियाबाट थाहा हुन्छ। र नम्बर भनेको रेक्टेङ्गललाई मिनिमम पनि 4वटा र सर्कलमा मिनिमम पनि 6वटा। अहिले डक्टाइल डिटेलिङले चाहिँ 8वटासम्म रेक्टेङ्गलमा चाहिँ मिनिमम राख्न मिल्छ भने चाहिँ 6वटा राख्दा पनि 4वटा चाहिँ हुनैपर्छ। अब डिजाइन अफ ल्याटरल टाइजको डिजाइन गर्ने ल्याटरल टाइ चाहिँ हाम्रो म्याक्सिमम डायमिटर अफ रेन्फोर्समेन्ट लङ्गिट्युडनल रेन्फोर्समेन्ट प्रोभाइडेडको डिभाइड बाई 4 अर 6 mm विच इज ग्रेटर। है हामीले यो 25 mm डिभाइड लिएका छौँ भने अथवा 28 mm लिएका छौँ भने हामीले चाहिँ 7 mm चाहिँ फाइटी प्रोभाइड गर्नुपर्छ। 25 लगे पनि हामीले सबभन्दा धेरै हुन्छ 7 mm प्रोभाइड गर्नुपर्छ। तर 20 mm को रेन्फोर्समेन्ट हामीले यहाँ एजुम गरेका छौँ लिएका छौँ भने यहाँ चाहिँ के गर्नुपर्छ 6 mm चाहिँ हाम्रो ल्याटरल टाइको डायमिटर हुन्छ। र यसको पिच भनेको दुईवटा ल्याटरल टाइ बिचको डिस्टेन्स अथवा हाम्रो फिल्डमा चाहिँ दुईवटा रिङ बाँध्ने डिस्टेन्स चाहिँ कति हुनुपर्छ 4वटा फर्मुला छ हामीसँग। 4वटाको लिस्टमा चाहिँ हुनुपर्छ 16 × 5L लङ्गिट्युडनल मेन रेन्फोर्समेन्टको सबैभन्दा म्याक्सिमम रेन्फोर्समेन्टको 16 टाइम्स 48 अफ ल्याटरल टाइजको डायमिटरको 48 टाइम्स 300 mm अर लिस्ट अफ बिआरडी हाम्रो ल्याटरल डाइमेन्सनको लिस्ट चाहिँ हामीले यो सबै मध्ये जुन कम छ त्यसलाई चाहिँ हामीले पिचको रूपमा लिन्छौँ। र स्टेप लास्टमा चाहिँ हामीसँग के छ डिजाइन डिटेलिङ एन्ड ड्रइङ। अब हामीले के गर्नुपर्छ बनाइसकेको उसको चाहिँ डिटेलिङ गरेर देखाइदिनुपर्छ। हामीले एडप्ट गरेको साइजको हामीले एडप्ट गरेको कोलुमको चाहिँ डिटेलिङ गरेर देखाइदिनुपर्छ। यति गऱ्यो भने एक्चुअली लोडेड कोलुमको डिजाइन प्रोसिजर सकियो। डिजाइन प्रोसिजर भइसकेपछि बल्ल हामीलाई चाहिँ हिसाब गर्न सजिलो हुन्छ। यो डिजाइन प्रोसिजर फलो गर्दै गएपछि हिसाबमा कहीँ कतै समस्या आउँदैन। हिसाबको लागि नेक्स्ट भिडियो हेरौँ अनि अर्को भिडियो बनाउँछु। यो भिडियो धेरै लामो